नमस्कार, म भरतबहादुर भाटको तर्फबाट सम्पूर्ण मेरा दर्शकबिनहरूलाई है, म एउटा न्युज रिपोर्टर त होइन, त्यही पनि होइन, म पनि गएको अप्रिल इन्टेकमा जापान आएको छु, भर्खरै भनौँ न होइन। र हामी सँगै त आएको होइन, त्यही पनि हाम्रै इन्टेकमा आउनुभएका होइन बझाङका 27 वर्षीय राजेश रावल दाइले चाहिँ नि सुसाइड गर्नुभएको छ होइन। सुनेर एकदमै स्तब्ध छौँ हामी सम्पूर्ण नेपाली स्टुडेन्टहरू जो यहाँ पढाइको सिलसिलामा जापान भित्रिनु भएको छ अप्रिल इन्टेकमा है। र एकै दिन उहाँ मात्र नभएर धनकुटाकी एकजना केटीले पनि सेम त्यही दिन आत्महत्या सुइसाइड गरेको रहेछ है। जापान फेरि सबै भन्छन् जापान है। यो जापान भनेको धेरै गाह्रो पनि छैन है। दुःख गर्न सक्नेको लागि राम्रो नै छ भन्नुपर्छ। यस्तो सुसाइड नै गर्ने हिसाबले चाहिँ नि त्यो मनस्थिति कमजोर पार्ने हो, थाहा छ। भाषा हुँदैन होइन, आउने बित्तिकै हामी त जापानिजहरूको लागि त अहिले नर्सरीमा पढिरहेको बच्चाहरू जस्तै हो है। किनभने हामीले नेपालबाट N4 पढेर आए पनि यहाँ चाहिँ नि हामी उहाँहरूको अगाडि चाहिँ जापानिज नर्सरीमा पढिरहेको व्यक्ति जस्तै हो, बच्चाहरू हो। र यसरी हत्या गर्ने आत्महत्या गर्ने केसहरू जापानमा आज मात्र नभएर विगत कैयौँ वर्षदेखि नै यस्तै आत्महत्याहरू हुँदै आइरहेका छन्। कृपया म तपाईहरुलाई जो फेरि पनि जापानको सपना देख्दै हुनुहुन्छ, देखिरहनु भएको छ, उहाँलाई म के भन्न चाहे भनेदेखि आत्मबल एकदम दह्रो पारिरहनु होला। अनि मेन कुरा के छ भनेपछि जापानमा पैसा बैंक क्यासमा चाहिँ नि 28 घण्टा मात्र काम गर्न मिल्छ। 28 घण्टाले पुग्दैन र मान्छेले ह्यान्ड क्यास पनि गर्नुपर्ने हुन्छ। र मान्छे फेरि आउने बित्तिकै बैंक क्यास पनि नपाएर तडपिरा हुन्छन्। नेपालबाट ल्याएको पैसा चाहिँ नि एकचोटिमै सकाप भइहाल्छ। यहाँको खर्च मेन मोबाइलको सिमको बिल, इन्सुरेन्स बिल, यो बत्ती बिजुलीको बिल है, अनि ट्रेन भाडा यताउता, गएकोबाट कलेज, गएकोबाट हस्टेल रुम यताउता गर्दा गर्दै पैसा सकिन्छ है। यहाँ सेटल हुन नै 3 वर्ष म्याक्सिमम, 2 देखि 3 वर्ष नै लाग्छ है। आउने बित्तिकै नेपालबाट ऋण गरेर आएको पैसा तिर्ला है भनेर त्यो मनस्थिति चाहिँ नबनाउँदा हुन्छ। यसरी सुसाइड गर्नु भनेको एकदमै नराम्रो कुरा हो है। त्यही हो, जापान सजिलो, एकदम सजिलो भन्ने कुरा छँदै छैन, कहीँ पनि छैन है, जापान मात्र नभएर गाह्रो छ एकदम। हामी पनि हाम्रो भन्दा अगाडि आएका दाजुहरू, अग्रजहरू, सेन्पाईहरूको भिडियो हेर्थ्यौँ क्या नेपालबाट। उनीहरूले भन्नुहुन्थ्यो भाषा राम्रो बनाएर आउनु है, जापानमा काम पाउँदैन, काम छैन भन्नुहुन्थ्यो है। अनि हामीलाई के लाग्थ्यो भनेदेखि आफू चाहिँ जापान आइसक्यो है, हामीलाई चाहिँ नि नआऊ भनिरहेछन्, कति न हामी आएपछि तिनीहरूको भाग खोसेर खाइदिने भने जस्तो कुरा गरिदिन्थ्यो कि हामीहरू पनि त्यस्तै मनस्थिति हुन्थ्यो कि सोचिन्थ्यो क्या। तर रियालिटी भनेकै त्यही रहेछ क्या। भाषा मेन, नेपालबाट N4 सम्म पढेर आयो भने अलिअलि सहज हुन्छ, नत्र धेरै गाह्रो छ। यसरी आत्महत्या गर्नु भनेको उहाँले चाहिँ आत्महत्या गर्ने सोच
आउनु बेला होइन, त्यति बेला उहाँले चाहिँ नि आफ्नो घर परिवारबाट निकालेको ऋण होइन, यताउति साथीभाइहरू, आफ्नो आफन्तहरू, हरेकको कुरा, हरेकको बारेमा सोच्नु पर्ने थियो। उहाँलाई यही सञ्जाल, सामाजिक सञ्जालबाट भए पनि उहाँहरू दुवैजनाको आत्माले शान्ति पाओस् भन्दै म आजको यो भिडियो यहीँसम्म समाप्त गर्न चाहेँ। हस्त, धन्यवाद। जय नेपाल।